एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो सानो युट्युब च्यानलमा आइदिनु भएकोमा र मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अगाडि नै धन्यवाद दिन्छु किनकि लास्टसम्म हेर्नुहुन्छ कि हुन्न थाहा छैन। र आजको हाम्रो विशेष भिडियो चाहिँ के को बारेमा भन्दा थकाली स्टाइलको कालो मासको दालको बारेमा बनाउँदै छु म चाहिँ भिडियो। र यो थकालीमा जाँदाखेरि दाल कसरी बनाउँछ होला भन्ने मलाई निकै उत्सुकता पर्थ्यो। र यो चाहिँ एकदम सिम्पल रहेछ बनाउनलाई, केही हैन रहेछ कि म चाहिँ हरियो दाल के को त हरियो दाल होला भनी सोच्थे, तर यो चाहिँ एकदम भाडाको कमाल रहेछ। मैले चाहिँ पिँडालु पनि हालेछु, थाहा छैन अरूमा हाल्छ कि हाल्दैन, तर यो चाहिँ मैले आफै बनाउन लाग्यो। यो मेरो स्टाइल, मेरो दाल, मेरो कुकर, त्यही भएर मैले चाहिँ आज थकाली स्टाइलको दाल बनाउँदै छु। यसलाई चाहिँ मैले 5 सिटी लगाएँ। भिजाउन चाहिँ धेरै भिजाएको थिइनँ मैले दाललाई। मैले चाहिँ यसलाई आधी घण्टा मात्रै भिजाएको। तपाईहरु चाहिँ रातभरि भिजाउनु सक्नुहुन्छ। मेन चाहिने भनेको तपाईहरुलाई फलामको भाडा रहेछ के। फलामको भाडा बेसी काम सक्यो बस, केही चिन्तै गर्नु पर्दैन। अनि यो चाहिँ फिटकिरी लाउँदै छु म, एउटा हातले भएन है, एकछिन दुईटा हातले फिटकिरी लाएर आउँछु। अनि के यो बेसार पनि हाल्ने, बेसार चाहिँ अगाडि हालिन के मैले, पछि नै हालेको, मलाई पछि हालेको मन पर्छ। डोन्ट वरी, गनाउँदैन बेसार, झन् कलर इन्हेन्स गरिदिन्छ बेसारले। हरियो हरियो कलर पुरा हुन्छ नि, मिक्स हुन्छ। अनि म चाहिँ हेर्नु यस्तो भयो हाम्रो दाल। मान्छे जिम्बु र घिउले झान्दैछु दाल। चाहिने चाहिँ अदुवा हो थकाली दालको लागि, तर मलाई अदुवा खानु हुँदैन, बुझ्नुहोस् किन भनेर अदुवा खानु हुँदैन। र हाम्रो दाल यसरी पाक्यो, अझै अलि बेर राख्नुपर्छ कि हरियो हुन्छ। प्लेटिङ गरौँ है त। अब काउली आलु, बोडीको आलु छुट्याएको, अन्डा, हल्का भेराइटी दिएर देखाउनलाई। अनि दाल चाहिँ त्यसरी हरियो हरियो आउँछ कि तर दुधको तर जसरी, अनि हरियो आउँछ भरेसम्म त। यो त एक भर्खर भएर यतिको कलर आएको छ। हेर्नु न, भेज खाना घरमै विथ लभ, थकाली स्टाइलमा एकदम मिठो बवालै भयो नि। अब चाहिँ टेस्टिङ टाइम है मेरो होइन, मेरो दालको सानीमाले टेस्टिङ गर्दै हुनुहुन्छ। यो आजको दाल चाहिँ डेडिकेटेड टु सानीमाको लागि स्पेसली बनाइदिएको मैले दाल। उहाँले चाहिँ खाँदै हुनुहुन्छ कस्तो छ हेर्नु न। लतक्क फतक्क चिप्लो दाल, कर्कलकै याद आयो नि मलाई त यो दाल देख्दा त। खाँदै हुनुहुन्छ है दाल सानीमाले, कस्तो छ भनेर भन्नु सानीमालाई चाहिँ एकदम मिठो लाग्यो रे। यस्तो दाल दिनदिनै खान पाए त मासुै चाहिँदैन अरे के। मासु भात भन्दा त भेज खानै मिठो, यस्तो दाल पायो भने त। थ्याङ्क यू फर द कम्प्लिमेन्ट सानीमा।